नमस्कार सम्पूर्णमा। आज पनि म फेरि अर्को भ्लग लिएर आइसकेको छु। सबैजनाले सुरुमा मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। र आजको यात्रा मेरो सुरु हुँदैछ गैडाकोटदेखि। हामी चाहिँ रत्ननगर टाढीको आकाशे पुलनिर आइपुग्यौँ। हामी उताबाट फर्किँदैछौँ। साथीहरू, यति बेला चाहिँ म चितवनको पिठुवा भन्ने ठाउँमा छु। यहाँ चाहिँ प्रशस्त रूपमा खेतीपाती हुने हैन, मकै अनि त्यसपछि अरू तोरीहरू पनि ज्यादा राम्रो। अनि यहाँ चाहिँ अर्को कुरा भनेको केरा खेती, फलफुलहरू पनि एकदम राम्रो हुने क्या यो ठाउँमा चाहिँ। आज चाहिँ हामी यतातिर छौँ। अब कता कता जान्छौँ तपाईँहरूलाई यही भ्लगबाट चाहिँ म देखाउँछु ल। यो चाहिँ सौराहा जाने बाटो हैन, ठ्याक्कै चोकनिर आयौँ। यहाँ कतिजना आउनुभएको छ, कतिजना आउनुभएको छैन। ल फाइनल्ली हामी सौराहाको चोकबाट भित्र छिर्यौँ। हेर्न सक्नुहुन्छ प्राय यतातिरको बाटो पनि भिडभाडै हुन्छ। भिडियोहरू हेर्दाखेरि चाहिँ यहाँनिर स्ट्रबेरी फार्म छ भन्ने पनि सुनेको थियौँ। फाइनल्ली यहाँनिर रहेछ स्ट्रबेरी फार्म चाहिँ। हामी सौराहाबाट चाहिँ फर्किँदाखेरि चाहिँ यहाँनिर पनि हामी पक्कै भिजिट गर्नेछौँ, आउनेछौँ। यहाँको फल पनि हामी चाख्नेछौँ। यदि तपाईँहरूलाई पनि स्ट्रबेरी मनपर्छ, चितवन नजिकैबाट हुनुहुन्छ, गैडाकोटबाट नजिकै हुनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ है। त्यो राम्रो छ। छिर्दै गर्दा इन्ट्री नै खतरा छ भनेपछि सौराहाभित्र कस्तो होला। त्यहाँनिर अहिले धेरै पछि आएछु म, रेस्टुरेन्ट पनि खोलिसकेछ। ल हेर्न सक्नुहुन्छ। फाइनल्ली हामी सौराहा आइपुग्यौँ। बाइक पार्किङ भयो। आएर चाहिँ हामी अब के गर्ने त हैन, हात्ती हेर्ने कि जङ्गल सफारी गर्ने कि के गर्ने भनेर चाहिँ हामी यहाँ बसेर सल्लाह गर्दैछौँ है। मलाई यो नक्सा चाहिँ मलाई खतरा लाग्यो। यहाँबाट यति धेरै है हेर्नु त, नेसनल पार्कको भाग। ल हेर्नु, जिप सफारी गर्नुको लागि हामी फाइनल्ली टिकट पनि काट्यौँ। एन्ड देन यता रेडी हुनुहुन्छ जिप सफारी गर्नको लागि। फाइनल्ली हामी चाहिँ यही सफारीमा चाहिँ हामी जानेछौँ र बिचमा के कस्तो हुन्छ सबै कुराहरू यही भिडियो मार्फत चाहिँ देखाउनेछु। फाइनल्ली चाहिँ सौराहा फर्स्ट टाइम आउँदै गर्दाखेरि चाहिँ कस्तो फिल भएको छ? फर्स्ट टाइम आएर सफारीमा चढ्दैछौँ हामी, आज जिप सफारी गर्दैछौँ। अब हेरौँ घुमेपछि थाहा हुन्छ कस्तो हुन्छ। फाइनल्ली हेर्न सक्नुहुन्छ यो चाहिँ सौराहा, हाम्रो सौराहा, राम्रो सौराहा। हामी चाहिँ कस्तो राम्रो छ है। उहाँहरू चाहिँ सफारी गरेर फर्किसक्नु भएको छ। हामी चाहिँ जाँदैछौँ। ल हेर्नु, उहाँहरू चाहिँ फर्किँदै हुनुहुन्छ। हाँसेरै आउनु भएको छ। पक्कै जीव जन्तुहरू देख्नु भएको छ कि जस्तो लाग्यो। कटिङ चाहिँ भैँसीबाट भयो है गाइज। भैँसी चाहिँ देख्यो, अब अरू चाहिँ देखिन्छ कि देखिँदैन थाहा छैन है। चाहिँ सर्प छ कि जस्तो लाग्यो है मलाई। बाख्रा पनि देखेँ है मैले, बाख्रा। अब यहाँबाट लाग्यौँ जङ्गलतर्फ। बल्ल हामी जङ्गलमा प्रवेश गरियो। उहाँले चाहिँ हामीलाई के गर्ने कसो गर्ने भनेर चाहिँ जानकारी दिँदै हुनुहुन्छ। इटार्ने रिभर हेर्नु दौडेको छ है उहाँ। एउटा चाहिँ हामीले देख्यौँ है, हेर्नु त कसरी दौडेको छ। ल हेर्नु साथीहरू, हेर्न सक्नुहुन्छ। ओ यो चाहिँ पोथी है, पोथी मयूर रहेछ यो चाहिँ। ल हेर्न सक्नुहुन्छ। वाओ, पोथी मयूर भागलाई चाहिँ ग्रासल्यान्ड भन्दो रहेछ। त्यो चाहिँ मयूरको भाले रहेछ, देख्न सक्नुहुन्छ। क्लियर आएन। यहाँनिर चाहिँ डियर हिँड्दैछ, घाँस खाँदैछ। ऊ मयूरै छ। के हो मलाई थाहा भएन, तर चरिरहेको है गाई। लगुना अरे लगुना।
यो त जीव जन्तु वस्तुहरूले खाने चाहिँ पानीहरू चाहिँ साथी हो पानी खान आउने हाम्रो फुल रहेछ यो चाहिँ 12 मासे फुल्ने फुल वाटर लिली भनेर भन्दो रहेछ यसलाई चाहिँ हुन्छ चरा कस्तो मजाले उडे यो त गई हो है गई गरिहाल्ला हेर्नु त यहाँनिर यो गईले चाहिँ सानो बच्चा गई रहेछ यो ठ्याक्कै चुच्च होइन यो चाहिँ स्पोर्टेड डियर स्पोर्टेड डियर अरे है साथीहरू स्पोर्टेड डियर हेर्न सक्नुहुन्छ स्पोर्टेड डियर हेर्नु त त्यहाँ माथि चरा पनि बसिरहेको छ देख्न सक्नुहुन्छ कति मजाले फाइनली यहाँ चाहिँ गैडिया भेटिएको छ गैडाले पौडी खेलिरहेको छ त्यहाँनिर हेर्न सक्नुहुन्छ वाउ दुईटा छन् है दुईटा गैडा छन् चाहिँ त्यहाँ चाहिँ हेर्नु दुईटा गैडाहरू चाहिँ छन् है यहाँ हेर्नु त कति मजाले पौडी खेलेको छ वाउ हेर्न सक्नुहुन्छ पारिपट्टि हामीले हात्ती पनि देखेको छौँ है साथीहरू तर देखिएन यहाँ चाहिँ गैडाले चाहिँ पौडी खेलिरहेको छ एक सिङ्गे गैडा हो यो चाहिँ ल हेर्नु दुईटा छ है यहाँ बालेर पछि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ मयूर नाचिरहेको छ मयूर नाचेको हाले डियर है यहाँ सुतिरहेको छ है हेर्न सक्नुहुन्छ तर हामी हात्ती पनि देख्यौँ है यदि तपाईँहरू सौराहा घुम्न जाँदै हुनुहुन्छ भने चाहिँ रोयल निकुञ्ज गाइड अफिस मा गएर चाहिँ मजाको सेवा लिन सक्नुहुन्छ यहाँनिर हामीलाई एकदम मजाले हेल्प गर्नुभयो यही नै हो अफिस चोकमै छ ल फोटो खिच्नेको लाइन छ यहाँ फाइनल्ली सौराहा घुमिसकेपछि हामी अब सौराहाबाट निस्किँदै गर्दाखेरि यहाँनिर हामी गेटमा आइपुग्यौँ गेटमा के भन्नुभएको छ त के लेख्नुभएको छ त हेर्न सक्नुहुन्छ तपाईँहरूले नै हामी चाहिँ सौराहा घुमिसकेपछि चाहिँ बाटोमा आउँदै गर्दाखेरि चाहिँ यहाँ स्ट्रबेरी फार्म चाहिँ देख्यौँ हामी चाहिँ यहाँ पस्दैछौँ यहाँ के छ सबै कुरा यहीँ देखाउँछु ल स्ट्रबेरी फार्मतर्फ प्रवेश गर्दैछु हेर्नु त कति मजाले फलेको छ स्ट्रबेरी देख्न सक्नुहुन्छ यहाँनिर पुरै स्ट्रबेरी फार्म हो यो चाहिँ स्ट्रबेरी टिप्न भनेर स्ट्रबेरी खान पर्ला 2-4 किलो किनेर लैजाम्ला भन्दै आएको होइन नि दुर्भाग्यवश हामी चाहिँ आज स्ट्रबेरी खानु पनि पाएनौँ एउटा दाना चाख्नु पनि पाएनौँ लानुको कुरा त बेग्लै छ होइन आज चाहिँ स्ट्रबेरीमा चाहिँ किरा नलागोस् किराले नखाओस् भनेर चाहिँ बिसादी हाल्नु भएको रहेछ सो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ आज स्ट्रबेरी चाख्न पाएनौँ चाख्न नपाए पनि केही छैन हामी स्ट्रबेरी फार्म चाहिँ मजाले घुम्यो कसरी लाइदो रहेछ के गरिदो रहेछ कसरी फल्दो रहेछ के रहेछ सबै कुराहरू चाहिँ हेर्ने मौका चाहिँ मिल्यो यस्तो मौका बार बार चाहिँ आउँदैन है फेरि यदि तपाईँहरू चितवन वरिपरि गैंडाकोट हुनुहुन्छ या सौराहा घुम्न
जाने आउने क्रम छ त्यो टाइममा चाहिँ ठ्याक्कै रोडमै पर्छ मजाले तपाईँहरू स्टोराबाट फर्किँदै थियौँ फर्किने क्रममा चाहिँ हामीले बाटोमा चाहिँ यहाँ दुईटा साना नानीहरूले चाहिँ निउरे बेच्दै गरेको देख्यौँ कति पर्छ निउरोलाई 50 रुपियाँ पर्छ कहाँबाट खोजेर लिएर आएको जङ्गलबाट हाई कति खुसी भएका